बौद्धिक वर्गको रोजाइ हो हर्क साम्पाङ। अब सबै बौद्धिकहरू के भन्छन् हर्क साम्पाङ विषयमा यहाँ हेरौँ भिडियो पालै पालो। हर्क साम्पाङलाई रोज्छु। कम्पेरिटिभली तुलनात्मक रूपमा मलाई समर्थन दिन पर्यो भनेदेखि म हर्क साम्पाङलाई रोज्छु। वास्तवमा भन्नुहुन्छ नि अहिलेको यो अवस्थामा दुधैले नुहाएको मान्छे चाहिँ हर्क साम्पाङ मात्रै हो। रवि बालेन ओली भन्दा तपाईँलाई हर्क नै प्यारो। चारजनामा कसलाई प्राइम मिनिस्टर भनेर रोज्ने भन्ने हो भने म हर्कलाई रोज्छु। जस्तो हर्क साम्पाङ तल्लो स्तरमा चाहिँ उनी हेरिराखेको श्रमिक ग्राउन्ड लेभलमै हुनुहुन्छ। ग्राउन्ड लेभलमा श्रमिकको स्तरमा ढुङ्गै बोक्ने स्तरमा उठ्छ। यहाँ अर्को चाहिँ ऱ्यापिङमा चाहिँ 8 करोड गाडी चढ्ने हुन्छ। धेरै फरक हुन्छ। धेरै सबै पार्टी मिलेर गयो भने कि त्यो सिद्धान्त अब नमिल्ने भएको थियो कि हामीले त गल्ती पऱ्यो। त्यसको निम्ति एक मात्र विकल्प हर्क साम्पाङ हो। यो नाममा सबै नेपालीहरू एकमत हुन जरुरी छ। किन भन्छ भने अब हामीले दुश्मनलाई खेल्न दिनु हुँदैन। म त हकवाद भन्ने पुस्तक पनि लेखिरहेको छु। हेर्नुहोस्, मैले राष्ट्रवादी भन्ने व्यक्ति जम्मा एकजना अहिले उम्मेदवारहरू यसो सम्झिन्छु छन्। प्रधानमन्त्रीका उम्मेदवारहरू मध्ये चाहिँ राष्ट्रवादी भनेको चाहिँ एकजना मात्रै देखेको छु, त्यो भनेको हर्क साम्पाङ हो। र मसँग डिबेट गर्नुभयो भने म तपाईँलाई 50-50वटा कारण बताइदिन सक्छु। डाक्टर साहब एउटा कुरा बताइदिनुहोस् न, यो मुलुक कसको हातमा पुग्यो भने चाहिँ यसको अवस्था परिवर्तन हुन्छ? हर्क साम्पाङ मैले अहिले देखेको मुलुकको नेता भनेको हर्क साम्पाङ मात्रै हो। अरूमा मैले त्यो क्षमता देखेको छु। जय हर्क साम्पाङ, जय श्रम संस्कृति पार्टी, जय मातु, जय देश।